यदि बिताउनमा हुनुहुन्छ र सस्तोमा खाजा खाने ठाउँ खोज्दै हुनुहुन्छ भने चाहिँ हामीले एउटा ठाउँ भेटेका छौँ होइन। यो चाहिँ हाम्रो पुरानो ठाउँ पनि हो। यो रहेको छ निम्की सब्जी। यो प्राइस चाहिँ कति हो म अन्तिममा भन्छु होइन। अनि त्यसमा चाहिँ एउटा चाहिँ के छ भने यहाँनिर तपाईँले अचार अनलिमिटेड पाउनुहुन्छ। अनि यो लेमन अनि खोर्सानी अनलिमिटेड र यो जुन सलाद छ यो सलादै भन्नु होला होइन। यो प्याज छ अनि यो बन्दा छ यो पनि अनलिमिटेड पाउनुहुन्छ। अनि तपाईँले चाहिँ के गर्नु पर्यो भने सुरुमा जस्तै तपाईँलाई कति चाहिन्छ होइन यो हाल्ने। अनि त्यसपछि यो अचार छ यो अचारलाई तपाईँले जति हाल्न चाहनुहुन्छ हाल्दा भयो। मलाई चाहिँ अब अचार चाहिँ म लभर नै हो। अनि त्यसपछि तपाईँले यो खोर्सानी अब आफूलाई चाहिन्छ भने मलाई चाहिँ अब म चाहिँ अलिकति स्पाइसी नै खान्छु। र लास्टमा हाम्रो छ लेमन। यो चाहिँ छ 40 रुपिसमा। बेसी हाल्नु सक्छ होला। यो चाहिँ यो नि त अलैँची अनि यो अचार अचार त हालेको हुन्छ। यहाँ खोर्सानी पनि छ अनि लेमन पनि छ। खोर्सानी चाहिँ नखाने, लेमन चाहिँ फेर उयो गर्नु हुँदैन।